बाटे छैन यहाँ घर भित्र सिरिज कि बाहिर अरे भिडियो कन्टेन्ट बनाउनका पहिलो चाहिँ कराई हस् यो कालो कराई हस् एउटा निकाल्नु यो पनि के अड्क्यो भने काँडा अड्क्यो अब फेरि सबैले बाँड्नुपर्छ खै त च्याति जब त दिन्छु उसले दिन्छ नि अहिले बसेको छैन जम्मा अहिले पोखरामा आएर बस्छु आउँछ है यहीँबाट हिँडेर आइन त गरे होइन र यही तलै तल अहिले त के को हिँड्नै सक्ने बाफ्रे हिँड्ने साध्य बाटै छैन यार घरभित्रबाट छिरिस कि बाहिरबाट त यहीँ पकाउनु त क्या सानीमाले पहिला पछि त यहाँ बस्थ्यौ गरे नि तिमीहरू पछि यहाँमा बस्थ्यो यिनीहरू मलाई याद छ क्या यहाँ खाट हुन्थ्यो एउटा माथि कोठा थियो यो त भत्किने लाग्यो ए अब यहाँबाट चढेर उडाउने यहाँ माथि ल उडाइदिए हल्का जा उडाउले उडाइहाल्ला हल्का जा यो सनाबा घर यो उताको त पाली नै रहन्छ यताको त पाली नै भातै खसेछ गरे यो घर त भ्याक्कै भएछ यो यहाँबाट हिँड्नु त गरे सानो थियो होइन माटो यत्रो थियो उता गोठ थियो गरे गोठा त गइसाध्य छैन है गोठा त गइसाध्य छैन यस्तो देखियो यस्तो चाहिँ म त माथि गरै देखाउँछु है तपाईँहरूलाई ल शिव दाइको घर है ल शिव दाइको हाम्रो शिव दाइको घर यस्तो छ यो झाडीले झमक्क छ यो फोन पनि कति हान्छ नै यही बेला नहाने नि हुन्थ्यो आएर आपतले आएर बिजो कन्टेन्ट बनाउनका पहिलो चाहिँ अब मेरो बाइकै रोक्ने मेरो स्ट्यान्ड छैन पल्टाइदिएको क्या स्ट्यान्डै भाँच्यो अब यो खोजेर राखेर ल्याएर बाइक पल्टाएर बिजोक बाइक राखेको पल्टा होइन ए उल्टो भयो त्यसरी होइन त्यसरी उठाउने होइन क्या बाइक ब्रेक लाउनु परेन ओ पेट्रोल चुहेछ तपाईँ त्यो चाहिँ नगर्नु बाइक अडाउने ठाउँमै देखेँ होइन मैले यार रोक्नलाई नि त रोकिन रोक्नलाई नि त कहाँ यहाँ हेर्नु ओह्रालो यस्तो छ उहाँ अब यसले उहाँ ल मैले कहाँ लाने हो यतिको बाटो मान्छे नबस्दा राम्रै भन्नुपर्छ के अरे डाउन ऱ्याबिट अप हेन उता कुकुर बस्ने होला डग हाउस डग डियर कराइङ कराइङ गगिङ कराइङ 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 क्या कराइङ यु कराइङ अस यो कालो कराइङ अस एउटा निकाल्नु मायाको जम राम्रो रहेछ जनकले पालिदिस है
यतै त हो पानी यतै हो नि ल ले भाइ ल ढुङ्गाको त यो त पहिरो यहाँ त फेरि ढुङ्गै आउने क्या पहिरो नि ढोडेनीको ढुङ्गा खाने त यो हेरौँ ल हेरौँ यहाँबाट जम्मै देखियो छ देखिन सर्लाकै पुरै देखियो यो र म बसेर बाइकमा चाहिँ कसरी कहाँबाट कहाँ आयो अत्तो पत्तो नपाइकन आइयो भइस त गरे ठिक छ गरे हामी पनि पछाडिबाट नि हाँसे ह म अगाडि नि हाँस्यो मुहा जिया बङ्की बङ फोले अनि के हो अन्त ल केटा जे डबल स्ट्यान्ड ढोके त ढुङ्गा आउँदा ठोकियोस् भन्दै गर्दै बाटो यस्तो बाटो आइएको छ हामी अब यहाँबाट हेरियो भ्यू यस्तो रहेछ तल दरम माथि माछा छेडो उता हटमा दरम छुटिने रहेछ करिमा ल हेर या तरेर कहिल्यै मेरी नहुने गरेर गलकोटमा भग्यो सँगै जीवन बिताउने बेलामा छुटिने रहेछ करिमा ल है ल तात्तिएको छ माहौल ल युट्युबमा सर्च हान्नु क्या पिज्जा आयो ल पिज्जा आयो फाइनल अब चाहिँ पिजमा एकछिन रन किन पर्छ हजुर ल हाम्रो निर्मला घर यहाँ दिएको घर यहीँ छन् कि अहिले लाउँछ अनि त्यहाँबाट थाहा पाउँछ मान्छेले फर्केको भ्यूबाट अहिले चाहिँ टाइम ट्याक्कै 1:30 भएछ अब यहाँबाट कति टाइम लाग्छ थाहा छैन अब जान त नन स्टप जाने हो अब हेरौँ राति हुन्छ होला घर पुग्दाखेरि त्यस्तै लागेको छ मलाई चाहिँ अब जाउँ न 6-7 बजीसम्म त पुगिन्छ नेपाली पाउडरलाई हेर गम गम गर्छ यार सो गाइज हामी चाहिँ अब यहाँ बागलुङबाट निस्किएको होइन सनाबा चाहिँ यहीँ बस्ने रे काम छ अरे सनाबाको जाम भनेको फेरि आउनुपर्छ काम छ भन्नुभयो ठिक छ होइन काम गर्नु पर्यो नि त आफ्नो काम अनि अब हो गुराँस त्यही डालिस ल ल ल ल ल ल बाई बाई ल ल उसको चाहिँ पानी हल्का पानी आछ यहाँ त्यसको पुरै कपडा छ पुरै भिज्छ फेरि चिसो हुन्छ त्यही भएर त्यसलाई प्लास्टिक लगाइदिएछु मैले नि ब्यागमा कालो लगाएको छु रेन कभर अब चाहिँ हामी यहाँबाट सिधै 3 बज्यो अब कति टाइम लाग्छ आज कस्तो ढिला 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 कस्तो आएको त नि मासला छ होइन यहाँ के छ मैले पनि थाहा छैन आउने बेला त मैले धुलो है यस्तो धुलो हालेको क्या हावासहितको धुलो औडै हालेको यहाँबाट हामी निस्किएको हामी चाहिँ अब सर गइन्छ होइन आफ्नै पारामा चट्ट यो पालिको ट्रिप चाहिँ बवाल रमाइलो भयो होइन गोल्डन गण्डकी ब्रिज यो ब्रिज चाहिँ जान पाइनँ होइन छ कुनै दिन भाग्यले जुरायो भने जान्छु तर म जन्मेको ठाउँमा चाहिँ जान पाएँ होइन त्यो चाहिँ बहुत खुसी लागेको छ मलाई होइन 12 वर्षमा पनि खोला फर्किन्छ भन्दै म चाहिँ फर्केँ होइन खोला नि फर्किन्छ होला मैले देखिनँ अनि अरू चाहिँ के भनौँ र अरू चाहिँ सब रमाइलो भयो यो ट्रिप चाहिँ बागलुङ काली अहिले त म मन्दिर जान्न के अरे खासै त्यही भएर भित्रमा दर्शन गर्न नआयो नभए म अहिले बाइक रोकेर जान्थेँ जे मैले ल बागलुङ काली सबैको रक्षा गर अटे हिँड्दाखेरि
यात्रा सफल गराइदेऊ हैन अरु त के भनौँ र बागलुङको गेट हाम्रो पहिचान माडुङ्गाको पुल तर्न पर्छ काले राम वेलकम टु हेभेन भनेर उहाँ चाहिँ वेलकम टु बागलुङ छ बागलुङलाई हटाएर वेलकम टु हेभेन भनेर लेख्नुपर्ने हो कि बवाल मजा आउँछ ल बागलुङबाट पनि निस्कियो भाइ ट्याट्टै अब मुस्ताङ गइदिउँ क्या यतिबाट कागबेनी पुगिन्छ के अरे ए उता लेतो पुगिन्छ के अरे अहिले गए पनि बेनीबाट माथि आहा यार पुरै कालो आहा यार खतरा पानी आउँछ बागलुङमा अहिले बसेको भए बवाल जाडो हुन्छ तर हामीलाई चाहिँ स्योर भेटाउँछ काहीँ न काहीँ त भेटाउँछ मान्छे उतै छ बादल पोखरातिरै छ जस्तो छ बादल स्योर भेटाउँछ यो पुरै खुल्ला देख्यो कि हिमाल आम्मा यस्तो बवाल देख्यो भने यता पुरै छोडिदिउँ क्या कस्तो लागिरहेको तपाईँहरूलाई नै ट्रिपको यो भ्लग चाहिँ कस्तो लागिरहेको छ कमेन्टमा भनिदिनु होइन अनि त्यसपछि लाइक सेयर एन्ड सब्सक्राइब चाहिँ दबाइहाल्नु है त गाइजको बवाल बवाल भ्लग आउँदैछ बवाल भ्लग बवाल भ्लग आउँदैछ बवाल भ्लग आउँदैछ बवाल भ्लग वाउ इन्ट्रेस्टिङ है बवाल भ्लग आउँछ होइन बवाल सुरहरू आउँदैछ रमाइलो गर्नुपर्छ होइन तिनजना मात्र छौँ तर पनि यस्तो रमाइलो भयो पुरै छोडौँ न फेरि यार उत्पातै भयो क्या हुन त रमाइलो होइन अब यसपछि चाहिँ फेरि अर्को ट्रिप चाहिँ बनाउनु पर्छ होइन छिटै तर सबैले लाइक सेयर सब्सक्राइब चाहिँ गरिहाल्नु भयो त अरू भने त्यस्तै हो गाइज लाइक सेयर एन्ड सब्सक्राइब होइन किप सपोर्टिङ किप लभिङ होइन हामी जस्तैलाई सपोर्ट गर्नु के ठुल्ठुलोलाई सपोर्ट गरेर भेट्दैन नौडाँडा के होला खाएन मैले सबैले अलग अलग भन्छन् मैले सुनेको चाहिँ नौडाँडाको उकालो चढिरहेको छ होइन यो उकालो उठेर अनि फेरि चढेर त्यसपछि चाहिँ हामी हेम्जा आइपुग्छौँ चट्टपाडामा पुरै लिन हुन्छ यार यहाँ त बाइक यार सुताइदिने भन्दा के गर्ने यो लालु गुराँस के को नि के अड्क्यो भने काँडा अड्क्यो भने दबाई हुन्छ यसको अनि कति बेचिसक्यौ नि यो बिहानबाट कतिखेर आएको 3टा बेच्यौ अनि पढ्ने स्कुल जान्नौ यो बेचेर के गर्ने हो त कापी कलम किन्ने हो लडिन्छ क्या फेरि लडिन्छ कापी कलम किन्ने हो ए कति रुपियाँ हो नि यसको 50 रुपियाँ बाफ्रे बा त्यत्रो महँगो है त्यत्रो महँगो हो घर कहाँ हो नि तिमीहरूको घर कहाँ लुम्लेबाट यहाँ आएको अनि वहीँ बेचेको भए हुन्थ्यो नि यहीँबाट जाने हो ए लैजाने त्यत्रो 50 रुपियाँ भन्छौ आमा जबरजस्ती गर्ने हो जबरजस्ती गर्ने हो ल म एउटा लैजान्छु है अरू चाहिँ म 100 रुपियाँ दिन्छु अनि बाँड है हुन्छ हुन्न नि यो लिएर जान्छु मैले अहिले ल ल ल अब फेरि सबैले बाँड्नु पर्छ खै च्यातिन्छ जब त दिन्छन् उसले दिन्छन् नि ल ल त्यो कापी किन है ल एउटा लैजान्छु अर्को लैजाऊ तलको लैजाऊ यो माथिको मैले लैजान्छु है कति क्लासमा पढ्छौ नि 2 क्लासमा
कुराका यो हेर्दाको बाटोमा यत्रो बल बाटो छ होइन 60 को स्पिड चाहिँ हाम्रो यत्रो यस्तो दामी बाटो बना 60 को स्पिड चाहिँ किन राख्यो हो खाजा मैले पुरै बुझेको छैन यस्तो बाटोमा 60 को स्पिड अब 20 रे 40 रे यस्तो नि हुन्छ किन हो यस्तो बुझाउँ त चेकिङ हुन्छ अरे फेरि स्पिड पनि चेक गर्छ खोलिएर बस्छ भन्छ हो कि होइन भनौँ त पोखराको कोही छ मैले भनिहालौँ त मलाई कमेन्टमा बसेको छैन जाममा अहिले पोखरामा आएर बसियो चाहिँ घुम्यो खान्छ 1 लिटर त होला पक्कै यहाँ 550 भयो मुलाई अब 500 भनेको 10 किलोमिटर भयो भने ए 50 किलोमिटर गाइज होइन हामी त भर्खर फेरि फ्युल अप हाल्यौँ होइन अस्ति फ्युल गरेर गएको थिएँ अब 550 किलोमिटर कुदिएछ अब यहाँ अलिअलि बाँकी थियो होला रिजर्भमा पनि 70 त कुदिसकेको थियो अझै 40-50 किलोमिटर त स्योर कुद्थ्यो अनि मैले हालेको किन रिक्स लिने हो यता माथिबाट जाने हो अब सर्टकट लिएर जाने भएछ अनि त्यसपछि फेरि झन् हुन्छ त्यही भएर हालेर अब गएपछि आनन्द भयो क्या अब हिसाब गर्नु है कति माइलेज दिएछ त्यस्तो अफरोड कति चलायो यार आम्मामा गाडीहरू त मासला प्लेनभन्दा ठुलो खाने यार गाडी त खाजा घर मा आएर खाजा खाइयो होइन मोमो खायो झापझुप खायो अनि हिँडिहालेको 6:30 भइसक्यो टाइम चाहिँ होइन अनि अब चाहिँ के हेर्ने हो र अब हामी त डाँडा डाँडाबाट जाने हो अब त रात पर्न थालिसक्यो तर अब घर त पुग्नु पऱ्यो आज आम्मामा हिलो खाल्यो ओ मिठो चिप्लियो त्यसको लाइक आमामा यस्तो झिलिमिली त क्या गोब्रोमा कति देखेको नि फोन चाहिँ झिकिनँ मैले है फोन किन नझिकेको नि अहिले भन्छ है म अलिक तलतिर गएछु फोन नझिक्नुको कारण के भन्दा यहाँ केटाहरू रहेछ कि पुरा रक्सी खाएर झाप भएछन् जति भुल्यो त्यति हामीलाई नै रिक्स हो कि लुटपाट गरिदियो भने जे हुन्छ सो गाइज फाइनली मुगलिन है त मुगलिन आइपुगेका छौँ हामी चाहिँ अब मुगलिनबाट सर घर चाहिँ धेरै छैन मैले बाटोमा खासै भिडियो बनाएकै छैन होइन किनकि केही पनि देखिनँ त रातिमा के देखाउनु त केही देखाउन जस्तो केही छँदै छैन अब चाहिँ चट्टपाडामा गइन्छ होइन मुगलिन अब 30 किलोमिटर मागी छ